आइसकेपछि 5 मिनटमा को लाग्छ जाँदैन 5 मिनटमा जाँदैन मेरो प्यारो चितवन मेरो प्यारो चितवन मेरो भूमि चितवन यो चितवनले लगाएको यो गुण इतिहासले सम्झने छ यो दिन कुनै सामान्य दिन होइन इतिहासको एउटा महत्त्वपूर्ण पाना हो जुन जसको सुरुवात हामीले लेखिसकेका थियौँ यही 24 गतिमा हिजो अन्यायमा पर्न तपाईँले एउटा व्यक्तिलाई अन्याय पर्यो भनेर तपाईँले न्याय दिनुभएको यही 24 गतिमा आज यो 24 गति रवि लामी छानेको न्यायको लागि होइन यो देशको न्यायको लागि खडा भएको छ र यो देशले न्याय पाइरहेको छ 5 मिनट लागोस् कि 50 वर्ष लागोस् यो देशलाई न्याय दिने यात्रा सुरु भइसकेको छ धेरै धेरै धन्यवाद दिन चाहन्छु चितवनलाई धेरै धेरै माया यो निरन्तर साथ सहयोगका लागि म धेरै धेरै आशा गर्न चाहन्छु म अब चाँडै नै प्रधानमन्त्रीज्यूलाई भेट्न चाहन्छु र प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु कि चितवनका जनता सुशासनको तपाईँको यात्रामा खडा भएर अगाडि बढेका छन् तपाईँ यो पनि भन्न चाहन्छु आँट गर्नु भएन पर्सिनु